सबै हिरो हिरो है त्यस्तो होइन म मात्र सोझ है त्यस्तो होइन नि भाइ आयो माय लर्ड प्रभु यता त पुरा मेला लाग्यो है अब चाहिँ हामी तल कलाएर यहाँबाट फर्किँदैछौँ है तपाईँहरू पनि आइदिनु होला घुमिदिनु होला हाम्रो ठाउँमा जस बवाल छ है होइन भाइ होइन त वेलकम वेलकम आर यु कमेडी मी मासु बिहार है दाइ म त जहिले खाने मासु र बिहार त हो नि कहाँ मासु ल्याम्की ल्याम केटाउ डाइनोसरको मासु मिठो रहेछ दाइ है कहाँबाट ल्याउनु भयो दाइ डाइनोसर यहीँ पालिराख्नु भयो दाइको फार्ममा डाइनोसर छ मासु साथीहरू है हामी चाहिँ टकलाएर आज यसो दाजुभाइहरू घुमघाम गर्न जाँदैछौँ हाम्रो चाहिँ यता श्याम दाइ हुनुहुन्छ हेलो हाम्रो पछाडि राजेन्द्र है हाम्रो बाबाजी हुनुहुन्छ र पछाडि असिम भाइ छ है म चाहिँ साई बाबा है पछाडिबाट चाहिँ हाम्रो बिकी दाई अनि हाम्रो भतिजहरू आउँदैछ है आएको छैन आउँदैछ उनीहरूलाई चाहिँ हामी फेरीमा कुर्छौँ है आजको दिन चाहिँ के कस्तो हुन्छ हेर्दै बस्नु होला कि ल है साथीहरू हामी चाहिँ यहाँ कुरे भयो हाम्रो बिकी दाईलाई होइन त श्याम दाई यहाँ सोना बात जस्तो भइसक्यो यहाँ सोना बातमा बसे जस्तो भइरहेछ त्यही भएर तनाव भइसक्यो खोइ अहिलेसम्म आएन हाम्रो फेरि राजेन्द्र बाबा चाहिँ खतरा छ है फेरि हाम्रो झिल्के बाबा ल एउटा ऱ्याप जाओस् मिलियन लेभल केरो ल फाइनली दाइ आइसकेको छ है लास्ट ढिला गऱ्यो नि दाइ हामी पाक्यो नि दाइ यार हामी त लास्ट पाक्यो नि हेलो हेलो हाम्रो बिली भ्लग्स है अनि हाम्रो अब यो अगाडि बस्ने चाहिँ मेरो भतिज पर्छ तर उमेरले चाहिँ मेरो भाइ हो है फेरि अङ्कल चाहिँ नभन फेरि है ल जाउँ नि त दाइ ल ओके कमेडी गरिदिनु दाइले फेरि हाम्रो चाहिँ केटाहरू होइन दाइले पुरा हाम्रो पछाडिको सिटको यो हेडरेस भनेर पुरा मेरो यस्तो गरिदिरहेको रहेछ है अब हल्का हल्का रमाइलो हुनुपर्छ है हाम्रो बिकी दाइ चाहिँ जानुभयो ढिला आयो रन्केर गयो पुरा है खै के हो रन्केर कहाँ पुग्ने हो अब त्यही माथि कुर्ने हो हामीलाई चाहिँ साथीहरू हामी चाहिँ त्यहाँ कलाएर जर्सिन पवामा पुगिसकेका छौँ है अब हामी कहाँ जान्छौँ चाहिँ थाहा छैन हाम्रो अब बिली भ्लग्स है हाम्रो बिकी दाई अब उसले कहाँ लाने हो खै के लाने हो केही थाहा छैन हामीलाई चाहिँ त्यही हो हामी चाहिँ त्यहाँ कलाएर पवामा पुग्यो है पवा चोकमा पुग्यो भन्न नि भयो चिसो हावा चल्ने रहेछ है यहाँ चाहिँ चिसो हावा छ एकदम पछि तिम्रो पनि गाडी ल्याउनु पर्ने तिनवटा गाडीसँगै हुन्थ्यो
कहाँ जाने जाऊ हेलो कहाँ जाने उहाँको भ्लगको नाम चाहिँ दाइको भ्लग है सबै डिस्क्रिप्सनमा हालिदिन्छु म लिङ्क होइन हामी कहाँ जाने हो र दाइ कहाँ जाने माथि टावरमा जाउँ त टावर ल हेलो हेलो टावर हामी चाहिँ अहिले टावरमा जाँदैछौँ है साथीहरू साथीहरू हामी चाहिँ तकलाएर जर्सिन पवा है यो चाहिँ हाम्रो जर्सिन पवा टावर दादा नि भन्छ है हामीले चाहिँ यसलाई तर साँचोको दाडा भन्छौँ है यसलाई ल यहाँ चाहिँ राई समालको कुनै फिल्म सुटिङ भइरहेको थियो होइन पेट्रोल सिधै दाइ हामी राखिदिउँला नि के छ र त्यति नलिनु न हामी त्यहाँ पुरा हाम्रो अन्डरमा त्यहाँ के अरे दुबईको ऊ चलिरहेको छ दाइ पेट्रोलको दाइलाई थाहा नै रहेनछ पेट्रोल है खानी नै हेर खानी नै पुरा फ्याक्ट्री मलाई पनि एक ड्रम चाहिन्छ है एक ड्रम होइन दाइलाई 20 लिटरको ड्रम होइन नि 100 लिटरको ड्रम मस्त जोक मारा रे यहाँ हँस रे हल्कट हँस यहाँ छ है हाम्रो चाहिँ दुईटै टोयोटा हो एउटा चाहिँ भिन्टेज टोयोटा भयो है 4 व्हिलमा अनि यो चाहिँ हाम्रो अर्को चाहिँ टोयोटा है देख्न सक्नुहुन्छ अवस्था आइसक्यो है गाडी हावा उडाइदिन्छ भाइ हाम्रो दाइको चाहिँ हाम्रो दाइको गाडीको नाम के भन्छ अरे दाइ होइन सेफुरलेट हाम्रो श्याम दाइको चाहिँ सेफुरलेट यहाँ मध्ये सबसे गरिब चाहिँ मै हो यस्तै हो मागेर ल्याएको गाडी यस्तै हो मागेर ल्याएको भने दाइले जिम्मा दिएर जानुभएको थियो त्यही हो अब हल्का हल्का यस्तै हो है यस्तै रहेछ मायाको नियतमा धेरै खोट छैन जान्छु भन्छे टाइममा चाहिँ भाग्छै साथीहरू यता चाहिँ हाम्रो मेला लागिरहेको रहेछ है जर्सिन पवा मेलामा सबैलाई स्वागत छ होइन दाइ हो नि अब अहिले चाहिँ मौसम जस दामी भइरहेको छ चिसो है यता बाबुहरू चाहिँ बल खेलिरहेछ यता चाहिँ हाम्रो भाइहरू पुरा गेम बल लिएर यहाँ पुरा फिल्म सुटिङ हान्न आइरहेछ हेलो भाइहरू के छ भाइहरूको भ्लगको नाम श्रेष्ठ हो मेरो चाहिँ अनि हाम्रो भाइको नाम नङ्गल छ मेरो भ्लगको नाम ल है भाइहरूलाई नि माया गरिदिनु होला ऊ चाहिँ मेरो रिस्तामा 32 वर्ष तर भाइ नै हो किन भन्दाखेरि पे गरेको छैन अबे साले हाम्रो दाइको छोरो फेरि लुगा नि सेम छ क्या है फेरि ड्या कलर बाउ छोरा कसैले भन्दै भन्दैन क्या दाजुभाइ भन्छ क्या फेरि ल है आमा ल दाजुभाइ भन्छ कि फेरि दाजुभाइ है ल दाजुभाइ सक्दैन नि फेरि है
त्यही हो यता जे होस् बवाल चिसो भएर बवाल मजा आइरहेछ है पुङ्गो पुङ्गो आले पुङ्गो यता चाहिँ हाम्रो गुम्बा नयाँ बन्दैछ है त्यो गुम्बाको नाम चाहिँ के हो थाहा छैन चाँखोबाट नि दामी देख्छ है हामी चाहिँ यहाँ बल छैटुम खेलिरहेछौँ है बाबु तुम भयो क्या हो बल छ ल ल ल ल नखेल्ने भने डुम हुन्छ है फेरि ऊ तिमी डुम भयो यता फेरि नेक्स्ट लेभलको सुटिङ हुँदैछ है हाम्रो यता फेरि सक्दैन नि फेरि ल बाबु लिन्छौ ल उइ 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 तुम भयो वा छला यार खतरा छलाइदियो यार डुम भयो डुम भयो खुट्टाले सुन्नुपर्छ खुट्टाले हातले छोयो उसले अहिले साथीहरू हाम्रो चाहिँ यहाँ खिचेको भिडियो है यहाँ टिकटकबाट म तानेर राखिदिउँ ल बिहाइन्ड द सिन्स पनि छ बिहाइन्ड द सिन्स पनि छ हो ल सही हो ल है बिहाइन्ड द सिन सबै छ ल है यता चाहिँ हाम्रो टिकटकको लागि बन्दैछ है हाम्रो टिकटक स्टार बिकी दाई हामी चाहिँ यता श्रद्धालु दर्शक हामी चाहिँ है टक्क लाएर हो उता नि छ है फेरि सुमिना बहिनी बिस्तारै लड्ला है लड्ला ए माछा मार्ला सब ठाउँमा टिकटक बनाइरहेछ ऊ यसरी है हाम्रो त बोकाएर आएर खत्तम भयो होइन सानो बोका ऊ अर्को बोका छ यहाँ फेरि दुईटा यहाँ चाहिँ बबाल शीतल है दामी छ अब हाम्रो दाइ चाहिँ यहाँ पल्टिङ है सयो पास है हाम्रो नपिकी दाइ त्यहाँ हो हिरो छ है हाम्रो फेरि सबै हिरो है म मात्र सोझ है ल साथीहरू हाम्रो चाहिँ यता फोटो सेसन भइरहेको थियो त्यहाँको लागि फोटो सेसन हुँदा नि एउटा खिचेको थम्बनेलको लागि है त्यही हो भाइ यता त पुरा मेला लाग्यो है अब चाहिँ हामी तल लाएर यहाँबाट फर्किँदैछौँ है तपाईँहरू पनि आइदिनु होला घुमिदिनु होला हाम्रो ठाउँमा जस बवाल छ है होइन भाइ होइन त वेलकम वा फेरि एकचोटि बाबु फेरि एकचोटि ल बाबु फेरि एकचोटि ल वान्स फोर ल फेरि एकचोटि ल चाँडै ल Are you comedy me? गाडी चाहिँ यसरी राख्ने बेला चाहिँ दामी देख्ने रहेछ है दाइको गाडी पनि लिएर आयो त बवाल हुने रहेछ दाइ अब हामी यसरी नै होइन एक दिन हामी त्यहाँको यही चिन्ता गाडी लगेर होइन हामी चाहिँ एक दिन अलि लङ ट्राभल गर्न सक्छौँ है अब दाइ आउँछ कौश दाइ नै आउँछ अनि हामी कतै टाढा होल नाइट जान्छौँ टेन्सन लिएर फेरि है सधैँ रिसोर्टतिर के बस्छ है यसै आउटडोर बस्छ हामी चाहिँ है बबाल चिसो छ है साथीहरू बबाल दामी चिसो छ फेरि सबै जोडी छ है अब हामी मात्र सिङ्गल छौँ यता है दाइहरू दुईजनाको चाहिँ बे भयो हाम्रो राजेन्द्र पनि दाइ नै हो है फेरि अब सँगै हिँडेर चाहिँ साथी भएको भनौँ न साथी हिसाबले बोल्यो नर्बे उनी दाइ नै हो असीम भाइ चाहिँ भाइ हो है अब हामी यहाँ माथि चाहिँ म चाहिँ साइलो हो अनि यता चाहिँ बोकाहरू छ सबै ए बो यहाँ कप्पल लैजान सक्नुहुन्छ है गाडी कप्पल जस दामी पारामा बसिरहेको छौँ अब चाहिँ हामी फर्किँदैछौँ है साथीहरू गोरु ब्याउँदैन तिमीलाई चाहिँ भन्न सोच्दैन
साथीहरू हामी चाहिँ अहिले त्यहाँ कलाएर पवनमान सिंह भाइलाई भेट्न जाँदैछौँ है। यता चाहिँ सबै पिच रोडै हो, बवालै छ हाम्रो चाहिँ है। अब लगभग ब्याट्री नै भ्याइन लागिसक्यो। अब त्यही हो, हामी चाहिँ अब तकलाएर यहीँ इन्डिङ गर्छौँ है। इन्डिङ त होइन, जस भ्लग अहिलेलाई यहीँ राख्छौँ है। त्यही हो, ल देख्न सक्नुहुन्छ यता चाहिँ बवालै छ है। हामी चाहिँ बिकी दाईहरूलाई चाहिँ छोडेर आएका छौँ है। हामी चाहिँ अब दाईहरू चाहिँ माथि टिकटक बनाइरहेको छ। अब हामी चाहिँ अलि पेट पूजा गर्नु पऱ्यो, भोक लाग्यो। दाईहरूलाई जाउँ भनेको, जाँदै गर भन्यो। अब त्यही भएर हामी चाहिँ निस्किँदै गरेँ। अब यहाँ तल भेट्छौँ भन्थ्यो, अब हामी एकदम तलै जाने भइसक्यो। ल यो त साथीहरू हामी चाहिँ अब फर्किहाल्यो, बसेन यहाँ आएको जस्तो मात्र भयो है। हाम्रो पवन भाइ चाहिँ अलिक काममा छ अरे, त्यही भएर बोलाउँदा नि बोलाएन होइन त दाइ? हो काम भएको मान्छेले किन बोलाउनु। अब चाहिँ हामी टक्क लाएर माइल दाइकोमा भेटौँ ल है त गाईहरू। हामी चाहिँ बिकी दाईहरूलाई कुर्नु पर्ने बोऱ्यो है। ठेका दाईहरू पनि आउनु लाएर, त्यही भएर हामी चाहिँ अहिले जस्टिन पवनमा कुरिरहेको छौँ है। ल यता केटा हो, हामी चाहिँ स्प्राइट लियो है, टक्क लाएर ऊ दाइ त्यहीँ छ। माइल दाइकोमा आइसक्यो है। लाएर मोमोसोमो खान्छौँ त्यस्तो है। अब दारू सारू खानु छोडिसक्यो है निर्मलले। हुन्छ गर्नु मिलेन है। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। डाइनोसरको मोमोको मासु कस्तो दाइ? कस्तो भाइहरू? बवाल छ है। ल हामी चाहिँ टक्क लाएर मोमो चाहिँ हान्दैछौँ। टेस्ट गरेँ मैले होइन, टेस्ट बाको यति मिठो लाग्यो नि, मैले भिडियो बनाउनु बिर्सेँ जुन त भाइको ल कडा हो। डाइनोसरको मासु आयो, मासु मासु कडा हो। डाइनोसरको मासु है गाइस, कसको दाइ? ल मासु कडा हो, मासु बियर है दाइ? म त जहिले खाने मासु र बियर त हो नि। मासु ल्याम्की ल्याम कडा हो। डाइनोसरको मासु मिठो रहेछ दाइ है। कहाँबाट ल्याउनु भयो दाइ डाइनोसर? यहीँ पालिराख्नु भयो? दाइको फार्ममा डाइनोसर छ। मासु यो डाइनोसर हो दाइ, डाइनोसर काको रागा हुनु, डाइनोसर हो डाइनोसर। यो डाइनोसरको र मासु होइन, यो चाहिँ सुकुटी दामी हो नि त दाइ। सुकुटी झन् डाइनोसरको सुकुटी खाइरहेछ। यो चाहिँ हाम्रो व्हेलको मासु हो है। टिरेक्सको यो अब खै के थियो यसको नाम? यो डाइनोसर नाम बाको मासु। मस्त जोक मारा रे, ये हंस रहे हलकट हंस। ल यो त साथीहरू अहिले चाहिँ टक्क लाएर माइल दाइको फर्स्ट टाइम चाउमिन खाँदैछौँ है। अब कस्तो हुन्छ? चाउमिन पनि दामी रहेछ है। अब तपाईँहरू चाहिँ मोमो खाने बेलामा चाहिँ अचार नहालिकन टेस्ट गर्नु होला है। मोमो चाख्ने भनेको, अनि चाउमिन खाने बेला चाहिँ केही नराखिकन जस्तो हुन्छ त्यस्तै खानुपर्छ है। नर्वे स्वाद थाहा पाउँदैन। मोमोको अचारले पनि मोमो मिठो बनाउँछ केटा है। व्हेलको मासु। ल यो त साथीहरू हामी चाहिँ टक्क लाएर फर्किँदैछौँ है, खाजासुजा खाएर। अब दाइहरू पनि पछाडि आउँदै हुनुहुन्छ। अब आजको दिन यस्तै भयो है। अब भ्लगलाई मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु नबिर्सनु होला। किप वाचिङ है त गाइज।